हेलो नमस्ते साथीहरू सबैजनालाई अनि गुड मर्निङ पनि भन्दै अनि आज मैले यो अस्ति तपाईहरुलाई मैले भनेको थिएँ नि शेयर कसरी बनाउनु पर्छ के गर्नुपर्छ भनेर अनि भात खानालाई पनि सजिलो हुने हैन अब बस्नलाई पनि सजिलो हुने अनि अब यो चाहिँ नयाँ बनाएको मैले फेरि अर्को कस्तो लाग्छ हेर्नु होला हैन एकदम यस्तो प्रकारले बनाउनु पर्ने हुन्छ अब उता पनि अर्को हाल्नु पर्ने हुन्छ म बनाउँदै जान्छु तर सबै चाहिँ अब भिडियो लामो भएर मैले सबै देखाइन छोटो छोटो देखाएँ हेर्दै जानु होला अब हालिसके टेबल अब यहाँ म काठ चिल्लाउँदैछु अलि राम्रो चिल्ल्याएको थिएन त्यही भएर यसो बस्दाखेरि खाना खान हुने खालको हैन एकजनालाई चाहिँ मजाले हुन्छ यो झ्याप्पै यहाँ माथि बसेपछि चाहिँ एकदम राम्रो हुन्छ तरो पनि हुन्छ खाना खाइसकेर अनि फेरि पुछपाछ पारो राख्यो त्यसो गर्दा भइहाल्छ अस्तिको चाहिँ मैले त्यतिकै ट्राई गरेको थिएँ अहिलेको चाहिँ अब रेलै हो यो हेर्नु होला यो उता छोड्दा चाहिँ अब माथिको टाउको लोड हुन्छ नि त त्यो लोडले गर्दाखेरि उता जान्छ तर राम्रोसँगले चलायो भने त एकदम राम्रो हुन्छ हेर्नु होला तर त्यो एल सेप भएको एउटा रड चाहिँ चाहिन्छ है नट बल्टु मात्रै भनेको थियो अस्ति तर एल सेपको यो पहेँलो पहेँलो परेको काठ चाहिँ चाहिन्छ अलि अब पुछपाछ राम्रो भएको छैन अब धुलो उड्दैछ एकदम गजब हुने रहेछ साथी यसो बसेर खाना खान ओर्न एकदम राम्रो अनि अब यस्तो गरेपछि अब बस्नु नि त भयो नि त ढेसिनु नि भयो मजाले हुन्छ ढेसिनु डर पिर नमानिकन ढेसिँदा हुन्छ सफल भएँ होला म यसमा एकदम राम्रो छ आफै बनाउन सक्नुहुन्छ यो अब कसैले बनाउन मन छ भने म अनलाइनबाट सिकाइदिन्छु फेस टाइमबाट